सर हाम्रो पहिलो काम भनेको उदयपुरमा रहेको सिमेन्ट कारखाना अनि गोरखकाली रबर उद्योग र लगायत देशमा रहेका अहिले बन्द अवस्थामा रहेका सम्पूर्ण उद्योगहरूलाई सञ्चालनमा ल्याउने र थप उद्योगहरूलाई सञ्चालनमा ल्याएर त्यहाँका स्थानीयहरूलाई रोजगार सिर्जना गर्ने हो। सर हामीले कसरी नेपाललाई लोड सेडिङ मुक्त बनाउन सकिन्छ त्यसको सबै रिपोर्ट तयार पार्नु अनि भोलिदेखि नै काम स्टार्ट गर्नु ल। सर हामीले स्वास्थ्य शिक्षा र अन्य क्षेत्रहरूको लागि एउटा विज्ञ टिम तयार पारेका छौँ, त्यसको काम चाहिँ आजदेखि नै स्टार्ट गर्नुपर्छ है। नेताज्यू मन्त्री भएपछि ग्यासको पाइप घर घरमा भन्नुभएको थियो, खोइ त ग्यासको पाइप। हेर्नुहोस् हामीले ग्यासको पाइप घर घरमा जोड्ने निर्णय त गरेका थियौँ, तर अलिकति डेन्जर हुने भएको कारणले गर्दा हामीले चाहिँ त्यो नभएर ग्यासको सिलिन्डर चाहिँ बार्ने निर्णय गरेका छौँ। त्यो ग्यासको सिलिन्डरै बाँड्ने नभएर चाहिँ हामीले ग्यासको सिलिन्डर किन्ने बराबरको 1,000 रुपियाँ पैसा चाहिँ हामीले 1 वर्षपछि सबै जनताहरूलाई बाँड्ने निर्णय गरेका छौँ। हेर्नुहोस् हामीले कमाउने भनेको अहिले नै हो, अब त जनता बाठो भइसक्यो, अब प्रधानमन्त्री बनिदिने जस्तो छ, जति सक्दो अहिले कमाउनुपर्छ। ऊर्जा मन्त्री भाइ तिमीले जति सक्दो बत्ती काट्ने काम गर है। हामीले उताबाट ब्याट्री र इन्भर्टर कम्पनीबाट 1 करोड रुपियाँ कमिसन आएको छ, 50-50 हुन्छ तिमीलाई र मलाई, काटिहाल अहिले नै, काट भनेको मान्छ केटोले।